यो सबै यो तरकारीहरू भन्दा पनि आमा बुबाको माया। ल हेर्नुहोस्। हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। र आज चाहिँ मैले फाइनल्ली गाउँबाट मम्मी बुबाले पठाइदिनु भएको यो सामान चाहिँ रिसिभ गरेर ल्याइसकेको छु। यसमा के पठाउनु भएको छ, के छ, कस्तो छ मलाई केही पनि थाहा छैन। अब यसलाई चाहिँ जस्ट अनबक्सिङ गर्ने हो। के छ भिडियो हेर्दै गर्नु होला है त। अब यो बोरालाई चाहिँ अनबक्सिङ गर्नको लागि सबैभन्दा पहिला चाहिँ मलाई चाहियो कैंची। कैंची कता छ? यहाँ रहेछ कैंची। अब यसको मद्दतले चाहिँ म यसलाई अनबक्सिङ गर्दैछु है त। ल हेर्नुहोस् है के रहेछ यो भित्र, के पठाउनु भएछ मम्मीले। ल कैंचीको प्रयोग फाइनली यो चाहिँ अनबक्सिङ भइसकेको छ है। अब यो भित्र के छ, मम्मीले के पठाउनु भयो। सबैभन्दा पहिला यहाँ साग देखियो। साग, यो चाहिँ साग पनि कति धेरै पठाउनु भएछ। यो चाहिँ सहरमा बस्ने छोरा बुहारी नाति नातिनाले खाउन् भनेर बुवा मम्मीले चाहिँ गाउँबाट पठाइदिनु भएको। यस्तै छ जिन्दगी। पहिले साइड गरौँ, चाहिँ यता साइड गर्दै। हो यो सागलाई यहाँ साइड लाउँ पहिला। यो चाहिँ यो अहिले चिसो मौसमले गर्दा होला यो साग पनि जस्ताको तस्तै यत्रो लामो बाटो लगभग 600 किलोमिटर भन्दा बढी छ हाम्रो। वहाँदेखि आउँदा पनि यस्तो हरियो, यस्तो राम्रो जस्ताको तस्तै सकुशल आइपुगेको छ। यो चाहिँ कति धेरै हालिदिनु भएको छ साग पनि। ल हेर्नुहोस् है, एउटा चिज निस्क्यो साग। अब अरू के छ हेर्नु। यो भित्र के छ मलाई थाहै छैन। यसो हेर्दा सानो सानो दानाहरू छ। यो यतै होस्। यसो छाम्दा चिनी जस्तो लाग्यो, के हो थाहा छैन, मैले खोलिनँ। यो चाहिँ मैले यसको चाहिँ बास्नाबाट थाहा पाइसक्यो। यो चाहिँ पक्कै पनि गुन्द्रुक हो, तोरीको होइन होला। के हो? यसलाई पनि यहीँ साइड लाउँ। ल यो के हो? यो हेर्दा केही पनि जस्तो लागेन, कपडा सपडा केही होला। मैले यसलाई यता साइड लगाइदिएँ। अब अर्को ल हेर्नुहोस्, यो कागती पनि पठाइदिनु भन्छ यति। ओहो हेर्नुहोस् त, मम्मी बुबाको माया यस्तो हुन्छ है। यदि चाडा पनि 4-5वटा दाना भयो भने कागती पनि पठाउनु भएछ। अब यो के हो त? अझै यहाँ रहेछ। ल हेर्नुहोस् के छ यहाँभित्र। ल हेर्नुहोस् त, यो चाहिँ सुन्तलाहरू रहेछ।
अलिअलि। अनि यो मटर केराउ मटर कोसा रहेछ, हेर्नुहोस् त। अब यो चाहिँ फाइनल्ली पुस माघमा यो सग्रातीको समयमा खाने इस्कुसको जरा, यसलाई तरुल पनि भन्छन् कसैले, इस्कुसको जरा हो यो चाहिँ। स्पेसल्ली अब यो सिजनमा हुने भएकोले गर्दाखेरि यो चाहिँ पठाइदिनु भएछ है, टन्नै पठाइदिनु भएछ। ओके, यति धेरै सामानहरू पठाइदिनु भएछ मम्मीलाई, यसरी धेरै धेरै धन्यवाद। सामान यति रहेछ, यति चाहिँ यहाँ रहेछ। यो पनि अनि यो साग इस्कुसको जरा। हेर्नुहोस्, अब यो सग्रातीमा अहिले खानलाई एकदमै मजा आउँछ। यसलाई चाहिँ यसको चाहिँ तरकारी खान नि मजा आउँछ, प्लस यसलाई उसिनेर खान एकदमै मजा आउँछ है। यति नै रहेछ। यो सबै यो तरकारीहरू भन्दा पनि आमा बुबाको माया। ल हेर्नुहोस्, उहाँ यति टाढादेखि लगभग 600 किलोमिटर भन्दा पनि अझ गाउँको हिसाब गर्यो भने 600 प्लसै होला, त्यति टाढादेखिको यहाँ आइपुगेको छ। मम्मी बुवाले यति धेरै माया गरेर चाहिँ छोरा बुहारी नाति नातिनाले खाउन् भनेर पठाइदिनु भएछ है त। बुबा आमाप्रति रेस्पेक्ट एन्ड लभ यु अलवेज। र आफ्नो छोराछोरीहरूलाई सबैका बुबा आमाले यसरी नै माया गर्नुहुन्छ। उहाँ बुबा आमाहरूको लागि पनि अलवेज रेस्पेक्ट है त। ओके गाइज, सबैजनालाई सामान यस्तै रहेछ है। यो चाहिँ मम्मी बुबाहरूले यति धेरै माया गर्नुहुन्छ है, टाढा भए पनि छोरा बुहारी नाति नातिनाले खाउन् भनेर यसरी दुःख गरेर पठाइदिनुहुन्छ। ओके, यति भन्दै आजलाई यो भिडियो चाहिँ एन्ड गरिदिउँ। बाँकी अर्को भिडियोमा यसलाई उसिनेर खाने यो इस्कुसको जरालाई है, त्यो भिडियो आउनेछ। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला, अनि फलो चाहिँ गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू, बाई बाई।